बाबु हजुर आमा यहाँ माथि आऊ त एकछिन। ल ल म आएँ ल। किन जानु पर्यो माथि? पसल जानु ढिला भइसक्यो, जानु कुरोको लाएर त्यही पैसा माग त बोलाएको होला नि। कस्तो कुरा गर्छौ के? पैसाको लागि बोलायो भए पनि के भयो त अनि दिन्छु नि। कस्तो हो, पसल बन्द गरेर आउनु भएको छ, कस्टमर कुरिरहेको होला नि, जानु छिटो। एकछिन बन्द गरेर केही पनि हुँदैन। बिचरा के भन्न बोलाउनु भएको? कस्तो आमा हो, छोराको केही मतलबै छैन, आफ्नो काम भयो हुने। होइन बढी नबोल है, बाहिर बसेर छिमेकीले सुन्दैनन्। हट यहाँ। होइन आमा, समस्या के हो तपाईँको? हिँड्न लागेको छोरालाई किन बोलाउनु पर्यो? जे भन्नु चाहिँ मलाई भने हुँदैन? होइन तेरो दिमाग खराब छ क्या हो? यति सानो कुरामा आमालाई किन कराएको छैन? अझ मै कराएको होइन? होइन कस्तो सानो सोच छ है तिम्रो? यति सानो कुरामा किन यस्तो गरेको? म अघि नै यहाँ माथि आएर पसल पुग्ने बेला भइसक्यो, तिमीले तमासा नगरे भए। ए अझ मैले तमासा देखाएको? लाज छैन? छोराको अगाडि न्याउ पर्यो, मलाई गाली खुवायो। तिमीहरूको आमा छोराको दुश्मनी मै हो, बुझ्यौ? होइन अझ बोल बोल्छ। बाबु किन बुवाहरूलाई पिटे? त्यही त हो नि होइन, यता नि ठिक्क उता पनि ठिक्क। होइन अझ बढी बोल्छस्? हुन्न छोडिदेऊ। साँच्चै आमा किन बोलाउनु भएको थियो? मैले त बाबु काली आजभोलि त लास्टै टेन्सन हुन्छ यार मलाई। कमाइ समाइ छैन, व्यापार घटेको छ, यत्रो घरको किस्ता तिर्नु छ। एउटा हात लागेको थियो, यही बेचेर भयो नि व्यवहार मिलाउनु पर्छ कि जस्तो लाग्यो मलाई। त्यो बेच्ने कुरा नगर्नु, मेरो गहना पनि सबै बेचेर सिद्ध्याइयो, तपाईँको त्यही एउटा हातमा हो, किन बेच्नु? बरु म बुवासँग कुरा गर्छु नि, 2-3 महिना घरको किस्ता तिर्दिनु भनेर। बुवालाई भनेर गाली? केही हुन्न, आफ्नै बुवा हो, बुझ्नुहुन्छ समस्या। ल त एकचोटि भनिएर के भन्नुहुन्छ? सुनेको थिएँ बुवाको पेन्सन र मेरो विरुद्ध भत्ता जम्मा गरेर राखेको थिएँ। छोरो चिन्तामा परेको देख्न नसकेर यो पैसा दिन बोलाएको थिएँ। ल बाबु व्यवहार मिलाउ के हो? हेर यहाँ आमाको सोच कस्तो छ? तँ जस्तो बुहारीले गर्दा घरमा कहिल्यै राम्रो हुन नसक्ने। फोन नगराऊ बाबु, त्यसलाई पनि केही कुराको टेन्सन होला नि त। आमा माफ गरिदिनु मलाई। पर्दैन हात जोड्न, एउटै छानामुनि बसेपछि कहिले के भइहाल्छ नि। देख्यौ बिचरा बुवाको पेन्सन, आफ्नो वृद्ध भत्ता जम्मा गरेर छोरोको दुःख देख्न नसकेर पैसा दिनुभयो। होइन तिमीलाई त आफ्नो श्रीमानको यति धेरै माया लाग्छ भने बिचरा यी आमाले त मलाई 9 महिनासम्म गर्भमा राखेर कति दुःख कष्ट गरेर हुर्काइन्। अनि यिनलाई झन् कति पीडा हुन्छ होला मेरो दुःख देख्दा भन त। त्यही भएर बुझ्ने गर। अब अबदेखिबाट कहिले यस्तो गल्ती हुँदैन मबाट, माफ गरिदिनु। के भयो?